ओसाकाको भिडै भिड भन्दा केही पर सुन्दर शान्त पहाडको फेद हरियाली ठाउँ साँच्चै घुम्नको लागि एकदम रमाइलो फाँटै फाँटले भरिएको यो ठाउँ साँच्चै एकदमै सुन्दर। झन् हामी नेपाली जो गाउँमा हुर्केको मान्छेलाई त एकदमै रमाइलो। अग्ला अग्ला गगनचुम्बी हिमाल छुने घर भन्दा फरक पृथक जापानको पुरानो स्टाइलको घर। मान्छे बाटामा देखिँदैनन् तर पनि गाउँ हेर्दा साँच्चै धेरै रमाइलो लाग्यो मलाई पनि। जापान आएको धेरै समयपछि यस्तो गाउँ देख्न पाएको मैले पनि। यो गाउँ ओसाका फु भित्रै पर्ने गाउँ। घरहरू पनि साह्रै रमाइला चिटिक्क जापानिज स्टाइलका। पर पर पहाडको त्यो अनुपम दृश्य वाउ। झन् धानको यो एकदम धान खेत देख्दा त मलाई ठ्याक्कै आफ्नै गाउँको याद आयो। घरमा प्रत्येक घरमा गाउँ भए तापनि एक एकवटा गाडी। बाटो भित्री गाउँसम्म पनि पुगेको। कति राम्रो ठाउँ। पहाडको फेदमा रहेको कति सुन्दर शान्त ठाउँ। मैले त घुमेँ अनि तपाईँहरू घुम्ने होइन। यो बाटो पर्दाखेरि आउनुहोस् है त घुम्न। साह्रै रमाइलो छ। सानो मिनी भ्लगमा यति मात्र देखाएँ है त आजलाई।